यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः। अतः प्रथमोऽध्यायः। अघि कुनै समयमा अगस्त्य मुनि तपस्या गरिरहेको ठाउँमा आफ्नो वाहन मयूरमा सवार भई कुमारजी आइपुग्नुभयो र अकस्मात आफ्ना आश्रममा आइपुगेका कुमारजीलाई पाद्य अर्घ्य आदिले स्वागत सत्कार गरेर बसी बियालोमा अगस्त्य मुनिले कुमारजीसँग सृष्टिको विषयमा जानकारी प्राप्त गर्न खोज्नुभयो र यही प्रश्न कुमारसँग राख्दाखेरि भगवान कुमारजीले आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमीलाई सृष्टिको क्रम अब म बताउँदछु, त्यो तिमी एकचित्त भएर सुन। पहिले संसारको सृष्टि हुँदा अनन्त कोटि ब्रह्माण्डको अधिष्ठाता परब्रह्म परमात्माको मनमा यस ब्रह्माण्डको सृष्टि गर्ने इच्छा प्राप्ति भयो। त्यही इच्छाद्वारा नै प्रेरित भएका परमात्मा तीन देवताको रूपमा प्रकट हुनुभयो। ती तीन देवताको नाम भनेका ब्रह्मा विष्णु र शिवको नामले बुझिन्छ भनेर बुझ्नु। यस प्रकार यसरी त्रिदेव यस ब्रह्माण्डमा यही नामले नै प्रख्यात हुनुभयो। तीनै देवताहरू मध्ये शिवबाट सत्व रजतम तीन गुणले युक्त भएकी माया उत्पन्न भइन्। तीनै मायालाई अहिले हामीले प्रकृति भनेर पनि चिन्दछौँ। ती मायालाई कसैले पनि जित्न सक्दैनन्। मायादेखि भिन्न अशान्ति पद छ। फेरि माया भन्दा पर शान्ति पद र शान्तिदेखि पर विद्यापद एवं विद्यापददेखि पर प्रतिष्ठायुक्त निवृत्ति पद छ। त्यही पदलाई मोक्ष पनि भन्दछौँ। यो मोक्ष भनेको जन्म र मरणको चक्रबाट जो मुक्ति हुन सक्यो यसलाई मोक्ष भनेर बुझ्नु पर्दछ। यो सृष्टिको क्रम विस्तारले बताउन र बुझ्न एकदमै गाह्रो कठिन हुनाले संक्षेपमा कहिएको छ र सृष्टि र प्रलयको क्रम नियमहरू भिन्न भिन्न रहेका छन्। एउटा क्रमले सृष्टि उत्पादन हुन्छ भने अर्को क्रमले प्रलयको कार्य आरम्भ हुन्छ। फेरि शान्तिचित शान्ति विद्या प्रतिष्ठा र निवृत्ति यिन पाँच पदको उपदेशभित्र माया पनि रहन सक्दैन। जुन अव्यक्त छ, जुन व्यक्त गर्न सकिँदैन, त्यो मायादेखि पर रहने आत्मामा विद्यमान एवं अधिष्ठित छ। जीव अज्ञानी र प्रकृति जड हुनाले सम्पूर्ण परमाणु अचेतन रहेका छन्। कारणले नै कार्यको आरम्भ हुन्छ। अतः जगतका अधिष्ठाताको इच्छा बिना केही पनि हुन सक्दैन। सम्पूर्ण यस विश्व ब्रह्माण्ड जगत लोक सम्पूर्ण यही त्रिदेवले नै इच्छा गरेर त्यही क्रमले नै यस संसारलाई चलाइराख्नु भएको छ। यो कुरा सबै शास्त्रले स्वीकार गरेका छन्। तापनि वेदान्त शास्त्रमा सबैको गति पुग्न नसक्ने हुनाले सबैलाई निश्चय हुन सक्दैन। अनि हामी के गर्छौं त भन्दा जन्म मरण नछुटेर त्यसै भित्रको सुख दुःखको अनुभव गर्ने हामी यस जीवद्वारा यस संसार चक्र चलिरहेको छ भनेर बुझ्नु पर्दछ। यस सृष्टिको क्रम कल्पकल्पको भेदले भिन्न भिन्न देखिने हुँदा एउटा पद्मकल्पको मात्र यस वर्णन गरिएको छ। ध्यानपूर्वक सुन्नुहोस्। सृष्टिकर्ता ब्रह्मा, पालन गर्ने भगवान विष्णु र संहार गर्ने भगवान शिव यसरी त्रिदेवले आफ्नो आफ्नो कार्य पद्धति सुचालन गर्नुभएको छ। विष्णु र शिवका आयुको कुनै पनि अवधि वा प्रमाण रहेको छैन भनेर बुझ्नु पर्दछ। ब्रह्माजीको आयु रहेको छ। ब्रह्माजीको आयु भनेको 100 वर्ष भनेर बुझ्नु पर्दछ। यही आयुलाई नै ब्रह्माजीको परमायु भन्दछन्। ब्रह्माको 50 भन्दा तलको आयुलाई परार्ध भनेर बुझ्नु पर्दछ। 100 वर्ष पुगेपछि ब्रह्मा पनि नाश हुने समय आउँदछ। अर्थात् प्रलय भएपछि, यो सृष्टि प्रलय भएपछि यो संसारमा फेरि केही पनि बाँकी रहन्न अनि फेरि पुनः नयाँ सृष्टिको उत्पत्ति हुन्छ। प्रलय चाहिँ अनेक किसिमका कारणहरूले हुन सक्दछ। यसमा यो नै कारण भनेर बुझ्न सकिँदैन। ब्रह्माको घर गृहस्थी सब रहेका छन्। भगवान ब्रह्माले बस्ने स्थानको नाम सत्यलोक भनेर बुझ्नु पर्दछ।
भगवान शिव बस्ने लोक शिवलोक भनेर बुझ्नु पर्दछ। त्यसै गरी भगवान विष्णु रहने लोकलाई वैकुण्ठ लोक भनेर बुझ्नु पर्दछ। यसरी त्रिलोकमा देवताहरू आफ्नो आफ्नो स्थानमा निवास गर्नुहुन्छ। ब्रह्माले पनि खाने सुत्ने कर्म गर्नु पर्दछ। ब्रह्माको बिहानको समय अर्थात् प्रातःकाल हुँदा सृष्टिको उत्पत्ति गर्नुहुन्छ र तिनको एक दिनमै सत्य त्रेता द्वापर र कली 4 युग घुम्दछन्। यसरी चाहिँ भगवान ब्रह्माको यति लामो समय रहेको छ भनेर बुझ्नु पर्दछ। रात परेपछि प्रलय गर्नुहुन्छ। यस किसिमले दिन रात बितेरै ब्रह्माको 100 वर्ष पुगेपछि पुनः महाप्रलय आरम्भ हुन्छ। त्यो महाप्रलय भएपछि पहिले जस्तै रजोगुणयुक्त ब्रह्मा उत्पन्न गराएर सृष्टि गर्नको निम्ति अहंकार पञ्चमहाभूत तत्व ज्ञान इन्द्रिय मन बुद्धि पञ्चतन्त्र मात्रा शब्द स्पर्श रूप रस गन्धले युक्त भएको एउटा अण्डको रूपमा चाहिँ प्रविष्ट हुन्छ भनेर बताइएको छ। जसरी पंक्षीको एउटा अण्डा हुन्छ, कुनै पनि वस्तुको एउटा अण्डज रूप हुन्छ, त्यस्तै गरी त्यो डल्लोलाई नै ब्रह्मामय हुनाले त्यसलाई ब्रह्मा अण्ड भनिन्छ। ब्रह्माण्ड भनेको यही नै हो भनेर बुझ्नु पर्दछ। यसरी त्यही अण्ड 2 भाग भएर फुटेपछि एक भाग प्रकृतिमा र अर्को भाग पुरुषमा उत्पत्ति हुन्छ भनेर बुझ्नु पर्दछ। त्यसैबाट सृष्टि गर्दा चतुर्मुखी ब्रह्माजी भएर, पालन गर्दा अनन्त मूर्ति विष्णु भएर र संहार गर्दा पञ्चमुखी रुद्र भई सारा सृष्टिको कार्य त्रिदेवले गर्नुहुन्छ। जसको इच्छाले त्यस अण्डको उत्पत्ति हुन्छ त्यस परब्रह्मा परमात्मालाई त्रिगुण त्रिगुणातीत चतुर्व्यूह अनादि प्रजापति हिरण्यगर्भ आदि नामहरूले चिनिन्छ। सुमेरु पर्वत समुद्रको बीचमा सम्पूर्ण जीव गर्भाशयमा बालक रहे झैं जसरी चाहिँ गर्भमा हामी बालक रहन्छौं त्यस्तै गरी चाहिँ रहनुहुन्छ भनेर बताइएको छ। सूर्य चन्द्र नक्षत्र ग्रह आदि पनि त्यही सुमेरुका उपत्यका भित्र स्थित रहेका छन् भनेर बुझ्नु। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैं भएर आकारवान हुन्छ, अर्थात् एक रूपबाट अर्को रूपमा देखिन थाल्दछ। तर राम्रोसित विचार गरेर दृष्टि गरियो भने आदि मध्य अन्त्य केही नभएको अनादि परमात्माका लीला मात्रै जगतको भ्रान्ति हो भनेर बुझ्नु। ईश्वरकै इच्छाले सृष्टि र प्रलय हुन्छ। ब्रह्मामा अण्डधागोमा दाना झैं उनिएर रहेको छ। अनन्त कोटि ब्रह्माण्डको गणना हामी कसैले पनि गर्न सक्दैनौं। यो पार नपाइसक्नु अनन्त रूपमा रहेको छ जसको अन्त्य नै छैन भनेर बुझ्नु। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु रुद्र दिक्पाल आदि भिन्न भिन्नै सम्पूर्ण ब्रह्माण्डमा रहेका छन्। जस्तै सपनामा देखिएका अथवा आइपरेका सुख दुःखको जति अनुभूति हुन्छ, जति अनुभव हुन्छ, आँखा खुलिसकेपछि केही पनि त्यो बाँकी रहँदैन। त्यस्तै यो अनित्य संसारको सुख दुःख पनि सपना झैं रहेको छ भनेर बुझ्नु। सुख दुःख भनेको केवल मनले मात्रै अनुभव गर्दछ। अतः त्यस सुख दुःखको भागी मनलाई आफ्नो अधीनमा गराउनु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भनेर बुझ्नु पर्दछ। अतः हे अगस्त्य मुनि, तिमी पनि मनलाई एकाग्र पारेर तपस्या गर, अवश्य सिद्धि प्राप्ति हुनेछ। यो मैले तिमीलाई संक्षेपमा सृष्टिको वर्णन गरे। अब अर्को अध्यायमा पद्मकल्पको वर्णन गर्दछु, ध्यानपूर्वक सुन भनेर यसरी कुमारले अगस्त्य मुनिलाई चाहिँ सृष्टिको आरम्भको सृष्टिको उत्पत्तिको कथा प्रथम अध्यायमा वर्णन विस्तार गर्नुभएको छ। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री सुस्तानी परमेश्वर्या व्रतकथायां सृष्टिकर्म वर्णन नाम प्रथम अध्याय। उपनयतु मंगलम वह सकल जगन्मंगलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षणः कृष्णः। काले वर्षतो पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रीणः सन्तु पौत्रिणः निर्धनः सधना सन्तु जीवन्तु शरदां शतं। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंगः। या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्।